शर्मिला चाहिँ यति राम्रो भएर हिँड्नु लाग्यो भने कति स्कुटी चलाउनु यार स्कुटीमा चढ्दा म मोटाएर साथी जहिले भिडियो हेरेर सब्सक्राइब गर्न बिर्सिहाल्नुहुन्छ कि गाइस हो दापहरू ए खोइ टिक्लिक के गरिहाल्छ कस्तो रे छोरी भन्दा आमा पेरुनी यो हाइवेमा सबै थोक राम्रो छ कि हैन यहाँ मेरो बनाएर हेलो साथीहरू दर्शन नमस्कार अनि वेलकम छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला साथीहरू म पनि एकदम धेरै सन्चै छु अनि शर्मिला चाहिँ यति राम्रो भएर कहाँ हिँड्नु लाग्यो भन्नुहुन्छ होला आज चाहिँ शनिबारको दिन मेरो छोरी ओभरल्याङ गरेर मलाई मम्मी घुमाउनु लानु न मलाई कस्तो अल्छी लागिसक्यो बोर भइसक्यो भनौँ फेरि आज लाइन पनि थिएन अनि अहिले 2 बजे लाइन आउँछ अनि मोबाइल हेर्दै बस्यो भनेको मानेन त्यस पछाडि मेरो छोरीलाई लिएर चाहिँ म ढाँडा यहाँ हिँड्दैछु साथीहरू अब हामी कहाँ जाने मलाई केही अत्तो पत्तो छैन कहाँ जाने के गर्ने अब हामीलाई अत्तो पत्तो थाहा छैन मेरो छोरीलाई पनि थाहा छैन अरे बाटोमा चाहिँ लख घाममा टाक्राक हिँडिरहेको छौँ आज स्कुटी पनि छैन साथीहरू कति स्कुटी चलाउनु यार स्कुटीमा चढ्दा म मोटाएर 60 किलो पुग्न आँटिसक्यो अच्छा ठीक है साथीहरू तपाईँहरूले मेरो फेरि यत्रो बुढी देखेर शर्मिलाको बुढी कत्रो भन्नुहुन्छ होला ओ माई गड म घट्छु म घट्दैछु अब चाँडै घट्दैछु म स्लिम हुँदैछु म 50 केजीमा झर्छु र साथीहरू अब चाहिँ हामी गन्तव्यविहीन हिँडिरहेको छु मैले चाहिँ अहिले काने पोखरी पुगेर चाहिँ टक्क हामी कहाँदेखि जाने भन्ने कुरा डिसिजन हुन्छ अब अहिले चाहिँ हामी लाग्यौँ मामा छोरी आज मेरो छोरा अल्छी लागेर चाहिँ हिँडेको रे खै चस्मा लगाइदेऊ न त नि खोइ को हौ चटपटे कहाँ हिँडेको तिमी अनि फेरि मेरो साथीहरूलाई चाहिँ के भन्छौ तपाईँहरू जहिले भिडियो हेरेर सब्सक्राइब गर्न बिर्सिहाल्नुहुन्छ कि गाइज हो त्यही भएर लाइक सब्सक्राइब गरिदिनु किन बिर्सिनुहुन्छ तपाईँहरू भन्नु त साथीहरू तपाईँ लाइक सेयर कमेन्ट सब्सक्राइबर गर्नै बिर्सिनुहुन्छ अरे मेरो छोरीले तपाईँहरूलाई कमेन्ट गरौँ लु भनिदिनुहोस् तपाईँहरू किन बिर्सिनुहुन्छ यदि बिर्सिँदै हुनुहुन्छ भने चाहिँ प्लिज अहिले भरे गरिहाल्नुहोस् हाम्रो भिडियो हेर्ने बित्तिकै कि कसो टिक्लिक के गरिहाल्नु कस्तो अरे टिक्लिक के छोरी भन्दा आमा पेरुनी लिपस्टिक पाउडरले लान्छ क्यारे झिल्केले के अरे लान्छ क्यारे मटरमा झिल्के ड्राइभरले हिँड्दैछु प्लिज हामीलाई लिफ्ट दिन आउनु होला प्लिज लिफ्ट घर थाहा छैन भन्नु होला हेर्नु न साथीहरू यत्रो यो तातो घाममा यहाँ अटो पनि छैन सिटी पनि छैन म कति गोरी मान्छे काली हुन्छ होला डढेर ओ माई गॉड गाइस हामी झन्डा डर लाग्यो म त ढले भने म त ढले गर म त ढले दिन्छ हाइवेमा आइपुग्यौँ अब हाइवेमा आइपुग्नलाई 1 मिनट बाँकी छ अब हेरौँ बस भेटिन्छ भेटिँदैन यहाँनिर होइन टक्कसँगले फेरि यो लोकेसन कहाँ भन्नुहुन्छ नि यो चाहिँ बेलबारी नगरपालिका हो अब हेर्नु न गाडी कुद्दैछु गाडी मेरो छोरी यो स्टार भएको चिम्टी त कसले किन्छ तिमीलाई डोजर पनि बाटो खन्ने पुरै कार्यक्रममा रहेछ यो डोजर खोइ गाडी नै छैन जाने गाडी नै रहेन रहेछ म त ढले मेरो छोरी अनि मेरो छोरीलाई चाहिँ आज चाहिँ काली न काली देखिरहेछ त ओ माई मैले केही लागेको छैन नि त अनुहारमा किनभने my skin is so glowing and soft ओ माई I'm so cute गाडी आयो हामी चढिनु एकछिन आज कति पछाडि गाडीमा चढ्यो खोइ दाँतहरू खोइ ओइ लेख्रै छ दिलै खोइ त्यो हिजोको किन लाग्छ दाँतहरू रङ पनि कालो न कालो भगवान् तर कपाल दामी भएको रहेछ नि कसले दामी नानी
देखिँदैन रहेछ यहाँदेखि गाडीहरू चाहिँ पर देखिँदैन साथीहरू हामीले टक्क अहिले यस्तो क्याब लगाएर हिँडिरहेको छौँ होइन अब यो बाटो यस्तो छ खतरा छ होइन आमामा यति राम्रो चिन्दिनँ म त कसैलाई चिन्दिनँ म त भएर हिँडेको अहिले ड्युटी भएर हिँडेको अब अहिले भोट हुन्छु म चुडेली हुन्छु के हुन्छु मलाई थाहा छैन होइन यहाँ मेरो पछाडि यता टिपर आउँछ मेरो साह्रै यहाँनिर मलाई यो टिपरले हान्यो भने अहिले कुकुरमा ढल्छु म त ढले हुन्छु साथीहरू मलाई के थाहा छिटो बाटो बनाउनु न अनि पिलिली झिक्ने बाटो अहिले एकदम नराम्रो छ नि त अनि यो बाटोमा हिँड्नुभन्दा बसमा चढेर सरर हिँड्नु नै मजा हुन्छ यहाँसम्मको यात्रा हो त्यो थाहा छैन साथीहरू यहाँको पछि पुगेर थाहा हुन्छ होइन अब यस्तै बाटो देखेपछि चाहिँ हिँड्नै मन लाग्दैन क्या किनभने यस्तो मेकअप गरेर आएको मेरो त्यत्रो महँगो मेकअप गरेको त्यो के अरे फाउन्डेसन मेरो यो सनस्क्रिन मोइस्चराइजर अनि के भन्छ मस्करा मेरो खेर जाने भयो अब म के गर्नु गाडीले त के भएको त्यो पनि फेरि साइड आफ्नो साइड पनि हेर्दैन यार आफ्नो साइडमा हेर्दा नि ओ त्यो हेर्नु न के गरेको आफ्नो साइडमा होइन केटाकेटीहरू पुरा खान्छ यो रातो गाडी र यो हरियो गाडी अब उता हेर्नु छेउमै पुगिसकेको छ त्यो हेर न कहाँ त खलासी त्यो खलासी हेर न खलासी क्या साथीहरू फाइनली हामीले सिमसारतिर लागि यहाँ मङ्गलबार आएर सिमसार जाने डिसिजन हामीले सिमसारतिर अहिले चाहिँ मेरो मोबाइल पनि आजैमा हुन आँटिरहेको छ अब एकछिन रहेछ यसलाई पनि भोक प्यासतिर लागिरहेको होला होइन यसलाई पनि चढाउनु लाउनुपर्छ अब अहिले सिमसारमा गएर चाहिँ भिडियो बनाउने हो एकछिन चार्ज लगाउने हो अहिले चाहिँ सिमसारतिर लागि झन्डै मेरो क्याब उडायो अघि छ्या साथीहरू अहिले चाहिँ होइन यो मोबाइललाई माम खुवाइराखेको छु मैले होइन यहाँ दबाई पानी भिटामिन यसरी लगाउँदैछु होइन अब यो भिटामिन दिएन भने फेरि यसले आँखा चिमा गरिहाल्छ त्यही भएर अब बिजोग छ साथीहरू भिडियो बनाउनु त मन लाग्छ मोबाइलले साथ दिँदैन साह्रै गरिब छु यहाँ चाहिँ न छोरी भन्दै चाहिँ एक कुरा हो कि होइन भन्छ मोबाइलले साथै दिँदैन हामी फोटो खिच्न पनि पाएको छैनौँ भिडियो बनाउनु पाएको छैनौँ कसम यहाँनिर हाम्रो जिन्दगी बेहाल भएर बसिरहेको छु मासु खान जाने हो फाइनली साथीहरू हाम्रो चाहिँ मासु आइसक्यो होइन यो मासु चाहिँ पहिलाको राम्रो मासु पाउँथ्यो अहिले कति नराम्रो यो तेलमा पुरै तारेर दिन्छ पहिला चाहिँ कस्तो खनेर बनाउँछ अनि यता त के अरे मासु खाइयो हिजो त भेज मात्रै खाने भन्दैछ होइन अनि अहिले एक पिसा खाइयो र कसम हिजो नानीलाई मेरो सल्लाह भएको थियो हामी चाहिँ पुरै अब
कपिराइट गर्छ क्या जहिले त्यही भएर खासै मैले त्यहाँको भिडियो बनाउनु पाइनँ। हामीले चाहिँ अलिकति भिडियोहरू फोटोहरू खिच्यौँ भिडियोहरू बनाएँ। सो अहिले हामी घरमा रेडी भइरहेको छौँ। हेलो बेबी तिमीलाई कस्तो लाग्यो? हात के हो त्यो? सो साथीहरू फाइनली हामी घर आइपुग्यौँ। अहिले भर्खरै गाडीले हल्लाएर म्याजिक ठ्याङ 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 हल्लाएर आइपुग्यौँ साथीहरू होइन। आजको भिडियो चाहिँ हेर्नु होला कस्तो भिडियोहरू तपाईँहरूलाई मन पर्यो परेन होइन। आज चाहिँ तर सिमसारमा साथीहरू यस्तो नमिठो मासुहरू बनाउनु थालेको रहेछ। पहिला पहिला कस्तो राम्रो मासुहरू बनाउँथ्यो क्या, पुरै खार्थ्यो होइन, दुलो दुलो बनेको तगारीमा। अहिले त तपाईँलाई तेल हालेर पुरै खराएर मासु बनाउँदो रहेछ। सो त्यो मैले भिडियो पनि अगाडि छ मेरो भिडियो, त्यो भिडियो हेर्नु होला। अनि तपाईँहरूलाई पनि मासु मनपर्छ पर्दैन त कमेन्ट हेर्नु होला। एकदम मलाई चाहिँ मिठै लागेन। सुकुटी खायौँ, सुँगुर मासु खायौँ, मलाई त केही नै मिठो लागेन। सो साथीहरू अब यस्तै हो, भिडियोहरू आउँदैछ अलिअलि, हजुरलाई सायद मनपर्छ होला भन्ने आश गरेको छु होइन। अनि मेरो छोरी पनि यहाँ बसिरहेको, मेरो छोरीले आज के अरे अमिलो पिरो नुनिलो चटपटे आलु चप प्याजीको अनि आइसक्रिम सबै खाएर बिमारी हुने पर्ने गाइस। अब यो भिडियो त हेर्नुपर्छ र तपाईँहरूले कोजनाले लाइक सब्सक्राइब गरिदिनु भएको छैन प्लिज गरिदिनु होला। प्लिज म रिक्वेस्ट गर्छु प्लिज। बुझ्नुभयो त साथीहरू मेरो छोरीले के भन्नु। ल साथीहरू आजको भिडियो चाहिँ यहाँ इन्ड हुँदैछ। अनि यो भिडियोलाई हेरेर हजुरहरूले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला साथीहरू। ओके बाई बाई।